ल है हाम्रो काम भइराखेको छ। जाइकाद्वारा निर्मित भवनको तेस्रो तलाको ढलान 8:30 बजिसकेको छ, तर पनि काम भइरहेको छ है। अबको 2 घन्टाभित्र हामीले सकाउने उद्देश्य बोकेका छौँ। त्यसो भएको हुनाले अब काम द्रुत गतिमा चलिरहेको छ। अब हामी झन्डै 2 घन्टा पछाडि यो ढलान कम्प्लिट गर्दैछौँ है। काम भइराखेको छ। यता टोयलेट बाथरुम बन्दैछ है। यता टोयलेटहरू बन्दैछ 8वटा। त्यता एउटा आसमा नेपालबाट बनेको टोयलेट। यहाँनिर हेर्नु त काम भइराखेको छ। ए